ज्ञान पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक त्यति दाबी हाम्रो सर पनि फ्यान केटाहरू साथमा हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक त्यति दामी हाम्रो सर पनि फ्यान पारी त्यो झोला बोक स्कुल जान्थे जहिले एसेम्बली सुरु हामी प्यारेड जान्थे जहिले एक हुन्थे कपाल पिडाइ खान्थे जहिले पढाइको बाल थिएन चिल्मा हुन्थे जहिले पढाइ राख्थे सर हामी हाँसी राख्ने जहिले चालु हुन्थ्यो क्लास हामी खाइराख्ने जहिले एकअर्काको बिल्ला अनि दिन हाम्रो बित्यो हामीले हल्ला गर्दा अफिससम्म पुग्थ्यो कुनै पिरियड झ्याउ लाग्दा सबैजना सुत्थ्यो घन्टी लाग्ने बित्तिकै टोइलेटतिर पुग्थ्यो उडाइ पनि खाए तर माया धेरै पाए 10 क्लास बनी हामीलाई काम पनि लाए केटाहरू साथमा हाम्रो थियो सानो पढाइतिर कहिले पनि दिएन स्कुल जाने डेली तर लिएन हाम्रो लुक त्यति दामी हाम्रो सर पनि केटाहरू साथमा हाम्रो थियो सानो पढाइतिर कहिले पनि दिएन स्कुल जाने डेली तर लिएन हाम्रो लुक त्यति दामी हाम्रो सर पनि बस्थे फर्स्ट बेन्चमा तर होइन हामी टपर कुनै पिरियड लेजर हुँदा हल्ला उठ्छ गदर लगेनन् टुर हामीलाई रिसका हाई फर्स्ट ब्याच हामी रिजल्ट चाहियो अरे नाइट अरू स्कुल होस्टेलमा चिल गर्थे हामी एकअर्काको बिल्ला अनि दिल गर्ने सामाजिक आउँदा फेरि लिक गाउँथे मेरो त डर लाग्थ्यो सबैलाई याद गर्थे नेपाली पिरियड सबैभन्दा बेस्ट लाग्थ्यो इङ्ग्लिसको होमवर्क सबैले नै सारी राख्थ्यो साइन्सको के कुरा गर्ने जहिले हल्ला भइराख्थ्यो साथीहरू साथमा स्कुल लाइफ चलिराख्थ्यो केटाहरू साथमा मेरो थियो सानो पढाइतिर कहिले पनि दिएन स्कुल जाने डेली तर लिएन हाम्रो लुक त्यति दामी हाम्रो सर पनि केटाहरू साथमा हाम्रो थियो सानो पढाइतिर कहिले पनि दिएन स्कुल जाने डेली तर लिएन ध्यान हाम्रो लुक त्यति दामी हाम्रो सर पनि